फर्स्टमा चाहिँ नेप्सेबाट सुरुवात गरौँ। नेप्सेको पछिल्लो सिनारियो के तपाईँको हाम्रो यहाँनिरपट्टि मार्केटले चेन्ज अफ क्यारेक्टर गरेको थियो। त्यस पछाडि इक्वेल टप बनायो। इक्वेल टप बनाएर यो एरिया नेकलाइन हो। अब यसले डबल बटम टपले बनाएर यहाँसम्म पुर्याउने भन्ने तत्काल ठुलो सम्भावना देखिँदैन, तर अहिलेको लागि सम्भावना चाहिँ मार्केटले यो बनाएको लो चाहिँ मार्केटले ब्रेक गर्छ कि 2480 लो ब्रेक गर्छ कि भन्ने छ होइन। अब यसमा चाहिँ तपाईँको डेली चार्टमा हेऱ्यो भने हिजोको खुलिरहेको रहेछ, यहाँ आजको खुलौँ। उम्, एक मिनट है त। हामी डेली चार्टमा खोल्छौँ भने यो यसमा किन लोड भएन? ओके, डेली चार्टमा खोल्छौँ भने डेलीमा रियाक्सन त हामीसँग छ, तर सानो माइनर रियाक्सन छ। र मार्केटले तपाईँको हाम्रो 200 इएमए भन्दा पनि बिलो लागिसकेका सिनेरियो कारणले गर्दाखेरिमा स्टिल अझै लो जान सक्ने, जहाँनिरपट्टि हाम्रो कहाँसम्म जान सक्ने त सिनेरियो देखिन्छ त भन्दाखेरिमा चाहिँ यो हामीसँग भएको भोल्युम इम्ब्यालेन्स, विशेष गरी यी कि हाईलाई ब्रेक गरिसके पछाडि मार्केट एकैचोटि एक्सपोनेन्सियल मुभमा गएको थियो। यहाँनिर भएको फेयर भ्यालु ग्यापबाट चाहिँ मार्केट फर्किने सम्भावना देखिन्छ, तर यो चाहिँ हाम्रो सम्भावनाको जोन मात्रै भन्ने भयो। एक्ज्याक्टली यही पोइन्टबाट फर्किन्छ भन्दा पनि 2400को वरपरबाट मार्केट फर्किने सम्भावना देखिन्छ। अब पछाडिको सेकिङ हुन्छ, जस्तो मार्केटको यहाँदेखि यहाँसम्मको फल, त्यसपछि एउटा राइजले मान्छेलाई राहत दिएको थियो, न्युज थियो पोजिटिभ, पोजिटिभ न्युजमा पनि मार्केटले राम्रो राइज दिन सकेन भनेपछि त्यसपछि मार्केटमा टाइप अफ रिटेल साइकोलोजी क्रासै हुने हो कि मार्केट मार्केट अब चाहिँ तपाईँको बर्बादै हुने हो कि भन्ने सिनेरियो चाहिँ क्रिएट हुन्छ मार्केटमा। त्यस पछाडि बल्ल मार्केटले बटम लगाउने सिनेरियो देखिन्छ। त्यस कारणले यो फेजमा लिक्विडेट गर्न चाहिँ सजिलो छ इन्स्टिट्युसनललाई, सो त्यस कारणले सेलिङै पुस हुन्छ कि भन्ने देखिन्छ यो लेभल पनि ब्रेक भएर। सो हामीले अब गर्न सक्ने के हो त भन्दाखेरिमा चाहिँ कम्पनी हेरेर अलिकति तपाईँको चाहिँ पार्सियल सेल अफ गरेर भए, अब पुरै होल्डिङमा बसेको छौँ, क्यासमा छौँ भने केही फरक परेन, क्यासको लागि बस्ने, तल डिपमा बाई गर्नको लागि होइन भने चाहिँ तल गएर बाई गर्ने सिनेरियोको लागि अलिकति थोरै भए पनि क्यास म्यानेज गर्ने। सबै बेच्नु मिल्दैन, किन यही लेभलबाट मार्केट फर्किने स्टिल सम्भावना छ, किन उयो हाम्रो लागि सपोर्ट हो। र यो लेभल अब अर्डर ब्लक थियो, यहाँबाट फर्क्यो मार्केट, यो स्टिल भ्यालिड छ जबसम्म 2480 बिल क्लोजिङ दिँदैन, तर अलिकति सम्भावना डाउन ट्रेन्डको बढेको कारणले गर्दाखेरिमा थोरै चाहिँ क्यास आउट गरेर बस्दा बेटर हुन्छ, जसले चाहिँ हामी फुल इन्जेक्टेड भएर बसेका छौँ। अब अरू चार्टहरू चाहिँ मैले विकली सिनेरियोबाट एनालाइसिस गरेँ है त। हाइड्रो पावरको कुराकानी गर्दाखेरिमा पनि हाइड्रो पावरमा अब यही फललाई कन्टिन्युसन गरेर यहाँसम्म अर्डर ब्लकसम्म आउन सक्ने सम्भावना देखिन्छ। योभन्दा तलपट्टिको हामीसँग हेर्नुहुन्छ भने योभन्दा तलपट्टि जोन छ, नभएको होइन, तर यो टच भइसकेको छ, मिटिगेट भएर गइसकेको छ। त्यस कारणले गर्दा त्यो यो 2900 तपाईँको 2907 भन्दा तल जाने सम्भावना देखिँदैन अहिले, जबसम्म 200 इएमएलाई मार्केटले रेस्पेक्ट गर्छ। डिपिङ एनी डिपिङमा चाहिँ बाइङै अपर्च्युनिटी अब पछाडिको, अब एक दुई दिन पछाडिको अथवा चाहिँ यो हप्ताको अन्तिमतिरको अपर्च्युनिटी मार्केट फल हुँदा बाइङ अपर्च्युनिटीको रूपमा हेर्न सकिने सिनारियो देखिन्छ। त्यसपछि नन लाइफको जाउँ। नन लाइफले चाहिँ अहिलेसम्मको सिनारियोमा यो हाम्रो पावरफुल जोन हो। विकली तपाईँको हाम्रो लागि विकली अर्डर ब्लकको जोन हो, र विकली अर्डर ब्लकमा मार्केटले 200 इएमएलाई पनि क्लोजिङ गर्न नसक्या विकली, त्यसपछिको पनि तपाईँको क्लोजिङ गर्न नसकेका कारणले गर्दा हामी यहीँबाट फर्किन्छौँ भन्ने कुराकानीमा हेर्न सकिन्छ। अब यहाँनिर हेर्नुहुन्छ भने यो दुईवटै तपाईँको लिक्विडिटी स्विप मात्रै छ, अहिलेसम्म क्लोजिङ गर्न सकेका छैन, र स्टिल तपाईँको 10,368 भन्दा बिलोको लिक्विडिटी स्विप गरेर फेरि माथि नै बस्छ भने यहाँ पोजिटिभ हुन सक्छौँ हामी। अब यस्तो लेभलमा चाहिँ हामीले यो तलपट्टि केही बाई पनि गर्न सक्छौँ, केही बाई यसको तल स्टप लस राखेर क्लोजिङ गऱ्यो भने मात्र समस्या हो, क्लोजिङ गरेन भने हामीलाई समस्या छैन। यसको तलपट्टि चाहिँ बाइङ अपर्च्युनिटी भनेर बुझ्नु पर्यो। आरएसआईको सिग्नल लाइनको क्रसओभर अहिलेसम्म आएको छैन। यहाँनिर सिग्नल लाइनको क्रसओभर आउनु भनेको यसरी गयो भने चाहिँ मार्केटमा यो खालको मुभ हामीले एक्सपेक्ट गर्न सक्छौँ, एटलिस्ट यहाँसम्मको टार्गेटलाई लङ मुभको लागि भन्दा पनि। लाइफ इन्सुरेन्सको कुराकानी गर्दा लाइफ इन्सुरेन्स पनि पुरानो लोको वरपर अलिकति तपाईँको तल आएर यही लेभलबाट यही लेभलको वरपरबाट जान सक्ने सम्भावना देखिन्छ अहिलेको लागि। र स्टेबलको लागि हजुरहरूले के प्रयोग गर्न सक्नुहुन्छ भन्दाखेरिमा चाहिँ अलिकति स्टेबिलिटीको लागि मार्केटको डेली तपाईँको हेर्नु, डेली बाईको क्रसओभर सिग्नलको क्रसओभर थियो, यो क्रसओभर फेल भइसकेको छ। सो यसको कारणले गर्दाखेरिमा सिम्प्लिसिटीको लागि यो फेरि डेली बाई भएपछि बाई दिने, बाई गर्ने र एड गर्ने क्रममा चाहिँ विकली बाई आइसकेपछि मात्रै एड गर्ने कुराकानी चाहिँ बेटर हुनसक्छ। एकचोटि 200 मुभिङ एभरेज, यो डाइनामिक मुभिङ एभरेजले चाहिँ हेर्नुपर्छ। जोन चाहिँ हामीसँग छ, जोन चाहिँ हामीसँग फेयर भ्यालु ग्यापको जोन छ। यो जोनमा मार्केट आएर कस्तो खालको रियाक्सन दिन्छ त्यसपछि हेरेर बुद्धिमानी हुन्छ। एग्रेसिभली मार्केटमा इन्टर गर्ने बेला भन्दा पनि स्लो एकुमुलेसनतिर जाँदा बेटर हुन्छ।
यदि क्यास छ भने, होइन भने नि हेरेर यत्तिकै बस्दा कन्फर्मेसन आएपछि ट्रेड गर्दा पनि केही फरक पर्दैन। अब यस पछाडि हामीले हेरौँ अर्को सेक्टर भनेको डेभलपमेन्ट ब्याङ्क हेरौँ। डेभलपमेन्ट ब्याङ्कले यो जुन हामीसँग भएको अभाइलेबल ट्रेन लाइन छ, यो ट्रेन लाइनलाई रेस्पेक्ट गर्नुपर्छ। यसले ट्रेन लाइनलाई ब्रेक गर्यो भने चाहिँ हामी यो 4774 भन्दा बिलोको जोनतिर पुग्ने सम्भावना ज्यादा देखिन्छ, जहाँनिरपट्टि हाम्रो इएमए को सपोर्ट छ। यो इन्डिकेसन चाहिँ, कन्फर्मेसन चाहिँ केहीमा पनि विकलीमा चाहिँ केही आएको छैन। सो डेलीमा हामीसँग क्रसओभर थियो, तर यो क्रसओभर फेल भइसके पछाडि रिटेस्ट गरेर तल झरेको छ। यसले अझ तल लान सक्ने सम्भावना राख्छ। सो यसमा पनि एग्रेसिभ बाइङ चाहिँ तपाईँको नगरेर वेट एन्ड वाचकै सिनारियो गर्दाखेरिमा बेटर देखियो। तर त्यति धेरै मार्केटको ओभरअल इन्डेक्स र तपाईँको सब इन्डेक्स पनि 100 पोइन्ट जतिको फल चाहिँ एक्सपेक्ट गर्न सकिन्छ अब यहाँबाट, यो अहिले भएको लेभलबाट पनि। त्योभन्दा तलको लेभल चाहिँ अहिले तत्कालको लागि हेर्न मिल्ने लेभल छैन। अब अहिले हेर्ने हो भने फाइनेन्सको जोनहरू त हुन त तल यहाँसम्म तल जोनहरू छ हामीसँग, तर अहिले नै डाइरेक्टली यो जोनमा फल हुनुभन्दा एउटा पुलब्याक चाहिँ, राम्रो पुलब्याक चाहिँ आएर फल हुन्छ भन्ने देखिन्छ। अबको पुलब्याक अथवा अबको मुभ भनेको चाहिँ अब बाइङ अपर्च्युनिटी, फाइनेन्सले चाहिँ एउटा बेरिस मुभ नै सुरुवात गरेको कारणले गर्दाखेरिमा फाइनेन्सले फेरि बुलिस र्याली स्टार्ट गर्न चाहिँ समय लाग्छ जस्तो देखिन्छ। त्यस कारणले गर्दाखेरिमा यो जोनमा बाई नगरे पनि अथवा क्विक आफ्नो स्टकलाई नै म्यानेज गरेर अलिकति अपमा राइजमा चाहिँ बेच्ने सिनारी देखिन्छ। अप्टिमममा यहाँसम्म, नत्र भने यो लेभल 2631सम्मको लेभलमा चाहिँ हामीले एक्सपेक्ट गर्न सकिन्छ फाइनेन्सको मुभलाई भने। ट्रेडिङलाई हेरौँ। ट्रेडिङ पनि तपाईँको अहिले पछिल्लो समय बेरी सिनारी देखाएको छ। यो मुभहरू सबै रिजेक्सनको सिनारी यो। अब 200 मुभिङ एभरेज भन्दा तल गयो भने लङ टर्म बेरिस ट्रेन्डमा जाने भनेर बुझ्नु पर्यो हामीले। नत्र भने एज लङ एज यसले यो होल्ड गर्छ, यो जोन हामीसँग भएको जोन लो छ, हामीसँग होल्ड गर्छ तबसम्म भनेको 3300 यो तलको यो लेभलमा बाइङ अपर्च्युनिटी चाहिँ कहाँनिर हुनसक्छ, वा मार्केट फर्किने लेभल भनेको यो लेभलमा भनेको यो पनि लिक्विडेट गरेर विक बनेर जाने विकलीको बेसिसबाट भने। डेलीको बेसिसबाट पनि सिमिलर सिनारियो छ। जबसम्म 3350 भन्दा बिलो डाइरेक्ट क्लोजिङ क्यान्डल फर्मेसन हुँदैन, त्यति धेरै आत्तिनुपर्ने सिनारियो चाहिँ छैन। तर बाइङको लागि चाहिँ वेट एन्ड वाच नै गर्नुपर्ने सिनारियो छ है त। इन्भेस्टमेन्टको सेक्टर हेरौँ। इन्भेस्टमेन्टको सेक्टरको कुराकानी गर्दा चाहिँ यो पनि विकर देखिन्छ। र जुन हामीसँग अभाइलेबल यहाँनिरपट्टि हुन त हामीसँग भोल्युम इम्ब्यालेन्स धेरै छ, तर यो जोन पावरफुल हुन्छ, पुरानो हाईभन्दा माथि बनेको फेयर भ्यालु ग्याप पावरफुल हुन्छ। यस्तो जोनबाट मार्केट फर्किने चान्सेस हुन्छ नि, अलिकति तल 90को वरपर गएर फर्किने चान्सेस देखिन्छ ज्यादा। अब दिल्लीमा पनि त्यस्तो खासै सिनेरी देखिया छैन, अल इन्डिकेसनहरू बेरिस नै छ। सो कन्फर्मेसन नआउँदासम्म वा एउटा स्ट्रङ रिभर्सल यस्तो यस्तो लेभलहरूबाट मार्केट बढ्दै गर्दाखेरिमा चाहिँ सस्टेनेबल मुभ हो भने चाहिँ मार्केट यसरी जाने हुन्छ, यसरी यसरी लिक्विडिटी लिँदै जान्छ। अब तर भी सेपको रिकभरी दिइदियो मार्केटले, यस्तो आयो तर यसरी गइदियो भने चाहिँ नातिनु होला। यस्तो रिकभरी फेरि सिधै यहाँ पुगेर अनि फेरि तपाईँको चपी हुन पनि सक्ने सम्भावना हुन्छ। सो भएकै स्टकलाई म्यानेज गर्दा बेटर देखिन्छ। होटेल्सको कुराकानी गर्दाखेरिमा होटेल्सको यो बनाएको चार्ट यो माथि गएर पनि तल झरिसकेको रहेछ, मैले अलिकति अगाडि बनाएको थिएँ। होटेल्सको चार्टको कुराकानी गर्दाखेरिमा चाहिँ तपाईँको यो की लेभल हो हाम्रो, यसलाई ब्रेक हुनु हुँदैन भनेको यसको बिलो क्लोजिङ दिनु हुँदैन मार्केटले। 5866 भन्दा बिलो योभन्दा तल जान्छ भने चाहिँ हामी यो एक्सट्रिम 5295को लेभलसम्म चाहिँ आउन सक्ने सम्भावना राख्छौँ यो लेभलसम्म। नर्मल प्राइस एक्सन वाइज हेर्ने हो भने चाहिँ यसले इम्पोर्टेन्ट चार्ट प्याटर्नलाई ब्रेक गरिसकेको छ। अब यसको टार्गेट पनि कहाँ हुन्छ त भने यसरी ब्रेक गरिसकेको टार्गेट के हुन्छ योभन्दा तल यो जोनतिर आइपुग्छ। त्यस कारणले गर्दाखेरिमा चाहिँ त्यति धेरै पोजिटिभ सिनेरियो चाहिँ छैन। तर अब बढ्दै गर्दाखेरिमा चाहिँ कसरी बुझ्नु पर्यो त भने यहाँनिर जुन चाहिँ इन्डेक्समा जुन चाहिँ सेक्टरमा आरएसआई बुलिस डाइभर्जेन्स सहित क्रसओभर बन्न थाल्छन् त्यस्ता सेक्टरहरूमा चाहिँ बेटर हुन्छ, इन्ट्री गर्दा सेफ्टी हुन्छ, सेफ हुन्छ। यो लेभल यो तलको लेभलमा चाहिँ हामीले अहिले एक्सपेक्ट गर्न सक्छौँ भनेको 5665को लेभलभन्दा तलपट्टि। कुन कुन सब इन्डेक्स बाँकी रह्यो? ब्याङ्किङ नै रह्यो। ब्याङ्किङ सब इन्डेक्सको मुभ धेरै नै तल जाने सम्भावना त तत्काल देखिँदैन, एकदमै तल। तर कमसेकम यो पिक भन्दा यो बनेको फेयर भ्यालु ग्यापमा वन्स अगेन आउन सक्ने सम्भावना चाहिँ छ। अब हामी यसको प्याटर्न तपाईँको च्यानलको प्याटर्न छ, सो च्यानलको प्याटर्न वाइज हेर्दै गर्दा र यदि विकलीमा यहाँ र यहाँनिरपट्टि तपाईँको दुईवटा बन्दै गर्दा बुलिस डाइभर्जेन्स फर्मेसन हुन्छ भने त बेटर देखिन्छ, तर त्यो सम्भावना अहिले तत्काल देखिँदैन। सो अब अहिलेको सम्भावना चाहिँ अहिले तत्कालको मिड टर्मको लागि चाहिँ गत यो चाहिँ तपाईँको मार्केट खुल्न साथ यो चाहिँ जुन पम्प आएको थियो यो लो ब्रेक नहुँदासम्म चाहिँ हामी पोजिटिभ हो भाइ। तर अझै पुस हुन सक्ने सम्भावना चाहिँ देखिन्छ पछिल्लो समयको इम्पल्स हेर्दाखेरि पो, मार्केटको इम्पल्स हेर्दै गर्दा र खासै पोजिटिभिटी नदेखेको कारणले गर्दा। तर क्रासै हुने, मेरा बाबे बर्बादै हुने सिनेरियो चाहिँ त्यस्तो सिनेरियो चाहिँ देखिँदैन। यहाँ हामीसँग चाहिँ एउटा पुल ब्याक छ, इट्स अ भ्यालिड पुल ब्याक एन्ड अनमिटिगेटेड पुल ब्याक। सो यो पुल ब्याकको जोनबाट जाने सम्भावना देखियो है त। अरू केही छ सब इन्डेक्स छुट्यो?
अदर बाँकी छ सर। अदर्स बाँकी छ। अब अदर्सले पनि यो लेभल ब्रेक गरेछ। यो लेभल ब्रेक गरेर हामीसँग अभाइलेबल भएको यो अनमिटिगेटेड, हेर्नु त, पुलब्याकबाट मार्केट जान्छ भने चाहिँ यो बेटर सेटअप हो। यो सेटअप कस्तो खालको हो? पुरै लिक्विडिटी लिएर जाने सेटअप हो। यो राम्रो सेटअप हो। धेरै माथिसम्म यहाँसम्म जान सक्ने टार्गेट राख्नेसम्म। तर यो लेभल होल्ड, जुन लेभल मस्ट होल्ड भनेको लेभल छ, त्यो लेभल होल्ड नभइसके पछाडि चाहिँ हामीले यो तलको जोन, यो जोनसम्म पनि आउन सक्छ कि भनेर बुझ्नु पर्यो। सो यसको पहिलो प्राइमरी सेटअप चाहिँ तपाईँको यहाँबाट यहाँ गएर यो पुलब्याक भित्रपट्टि प्रवेश गरेर, यहाँ हामीसँग पुलब्याक छ, हामीसँग यहाँदेखि यहाँसम्मको, यो भित्र प्रवेश गरेर अनि फर्दर यहाँ डाउन यहाँसम्म जान सक्ने सम्भावना चाहिँ ज्यादा प्रायोरिटी साथ हेर्नु पर्यो। रिटेस्ट गरेर तल झर्ने होइन, रिटेस्ट गर्यो तर तल झरेन र यहीँबाट जान्छ भने चाहिँ हामी बल्ल यहाँ पुगेपछि बल्ल इन्ट्री गर्न सक्छौँ। यही नै इन्ट्री गर्नको लागि चाहिँ रिस्की हुन्छ, अलिकति रिस्की हुन्छ। अब स्टप लस टाइट स्टप लस राखेर गर्नुहुन्छ भने स्टप लस हिट हुने बित्तिकै बेच्नुपर्छ है। अलिकति रिस्की हुन्छ तर अलिकति कन्फर्मेसन साथ इन्ट्री गर्नको लागि माथि नै होल्ड भयो भने मात्रै इन्ट्री गर्न सकिन्छ। ख्याल चाहिँ के गर्नु पर्यो भने अहिलेको फलिङ छ फेज, एकदम सार्पली फलिङ छ। यस्तो पेजमा वेट, तपाईँको डोन्ट ट्राई टु क्याच द फलिङ नाइफ भने जस्तै गरी एग्रेसिभली बाई गर्नु वा ट्रेड गर्नु चाहिँ त्यति बुद्धिमानी हुँदैन। अकुमुलेसन वा कुनै चाहिँ ठुलो फन्डहरूले बाई गर्नको लिक्विडिटी इनफ छ मार्केटमा, त्यो अलग्गै कुराकानी, त्यो हाम्रो रिटेल साइडमा परेन। तर अहिलेको सिनारी अनुसार चाहिँ हेर्ने हो भने लङ टर्म ट्रेन्ड लाइन, हेर्नु त, लङ टर्म ट्रेन्ड लाइनलाई रेस्पेक्ट गर्नुपर्ने छ यहीँनेरिबाट। यदि यो लङ टर्म ट्रेन्ड लाइन पनि ब्रेक हुन्छ भने हामीसँग एउटा मात्रै सिनारियो छ, लङ टर्म ट्रेन्ड लाइन पनि ब्रेक हुन्छ। अब दुई, एउटा मात्रै, एउटा लङ टर्म ट्रेन्ड लाइन छ, हामीसँग अनमिटिगेटेड अर्डर फ्लो छ। अर्डर फ्लो र यो ट्रेन्ड लाइनको दुई, यो बिचबाट जान्छ भने हामी वी आर पोजिटिभ, स्टिल पोजिटिभ। फेरि हामी यसरी नै ऱ्याली लान्छौँ, यसरी नै जान्छौँ, हामी यसरी नै जान्छौँ। तर यदि यो लेभलमा रिट्रेस्ट गरेर फर्दर मार्केटले यो हाम्रो तपाईँको लेभललाई ब्रेक गरेर तल जान्छ भने चाहिँ हामी यहाँ तलसम्म जान्छौँ। यसरी बुझ्नु पर्यो। यसका ठुला कम्पनीहरू, एनआरआइसीको सिनारी हेर्नुहुन्छ भने एनआरआइसीको यो माथि गएर तल झरिसकेको सिनारी रहेछ। विक्लीमा मैले बनाएको थिएँ, विक्लीमा बनाएको थिएँ। तपाईँको हेर्नुहुन्छ भने यो जोन अहिले हाम्रो लागि की जोन भनेको यो 1143 भन्दा पनि तल क्लोजिङ दिन्छ भने यो बेरिसमा जान्छ, भनेको लङ टर्ममै बेरिसमा जान्छ। सो यसले चेन्ज अफ क्यारेक्टर गर्छ भनेर बुझ्नु पर्यो। यसरी गऱ्यो भने चाहिँ, यहाँनिर गऱ्यो भने चाहिँ यसले चाहिँ गडबड गर्यो। 1150 भन्दा तल 1150 होल्ड हुन्छ भने मात्रै हो हामीलाई केही पोजिटिभिटी, तर स्टिल त्यो सम्भावना अहिले तत्काल देखिँदैन। यदि लङ टर्म बेरिसमा जाने सम्भावना देखिएछ भने हामी भएका राइजहरूमा सेल आउट गरिदिनु पर्छ। यसलाई यसलाई होल्ड गर्नु मिल्दैन। अब एचआरएलको हेरौँ। एचआरएल हेल्छ भने चाहिँ यही भएकै लेभलदेखि जानुपर्छ। अहिले अहिले भएको लेभलभन्दा तल जानु मिल्दैन। यो भनेको यहाँ तल हामीसँग छ, स्टिल अर्डर ब्लक नभएको होइन, हामीसँग बाइङ जोन एक्सट्रिम अर्डर ब्लक छ, नभएको होइन। तर यो जोन हुनलाई अनटेस्टेड जोन हो। दुईवटा सपोर्ट देखिन्छ, सपोर्टभन्दा तल गएर। सो सेफली हेर्ने हो भने 700 भन्दा बिलो क्लोजिङ गरेन भने स्टिल पोजिटिभ छौँ। 700 भन्दा बिलो क्लोजिङ गरिदिन्छ भने चाहिँ नेगेटिभ हो। यहीँ रिपिट चाहिँ काहीँ न काहीँ यसले इन्डिकेसन दियो, यहाँ क्रसओभरहरू पनि देखियो र केही इन्डिकेसन देखियो भने चाहिँ यहाँ हामी बाई गर्न सक्छौँ। कहाँसम्म बाई गर्न सक्छौँ त? फर्स्ट टार्गेट भनेको यही पुलब्याक हो हामीसँग, यहाँनिर छ पुलब्याक। त्यसपछि भनेको यसको अल्टिमेट टार्गेट चाहिँ हामीले यहाँसम्म राखेर बाई गर्न सक्छौँ, तर यसलाई समय लाग्न सक्छ। तर यो लेभलदेखि एकचोटि मार्केट वन्स पोजिटिभ हुनसाथ हामी यहाँसम्मको एउटा गेन चाहिँ देख्न सक्छौँ, सम्भावना चाहिँ देख्न सक्छौँ यतातिरको लेभलदेखि 30-32% एटलिस्ट एक्जिक्युसन हुँदाखेरि पनि 25-27%। तर एरोगेन्टली मार्केटलाई चाहिँ तपाईँको बुलिस हुने वा फर्किन्छ नै भन्ने सिनारियो भन्दा पनि मार्केटले के रियाक्ट गर्छ त भन्ने सिनारियोतिर जाँदा बेटर हुन्छ। अहिले पुरै बेरिस भएर मार्केट फेरि बेरिसतिर जान थाल्यो भन्ने बाटो चाहिँ तत्काल कन्फर्म भएको छैन। तर मार्केट अझै फर्दर लिक्विडिटी लिनलाई तल जान्छ कि भन्ने सिनेरी चाहिँ ओपन छ। सो अझै स्लो पनि हुन सक्ने सम्भावना देखिन्छ। भनेको के हो त भन्दा यो लेभलदेखि माथि 2800को लेभलमा हो, यदि मार्केटले राम्रोसँग ब्रेक गर्न सक्यो भने केही समय यतैतिर रोलमल लिएर अनि बल्ल जान सक्ने सम्भावना पनि हुन्छ। सो अबको फ्युचरलाई चाहिँ कसरी जान्छ भनेर प्रिडिक्ट चाहिँ त्यति धेरै नगरौँ। तर कमसेकम हाम्रा की लेभलहरू मार्केटले कस्तो रियाक्सन देखाउँछ त, ती रियाक्सन देखाएको आधारमा चाहिँ मार्केटमा फर्दर मुभको लागि रेडी भएर बसौँ। अब यसमा सबभन्दा इम्पोर्टेन्ट चाहिँ हजुरहरूलाई मैले भन्नु कुराकानी, पिक एनी वान स्ट्राटेजी एन्ड डु स्टार्ट एक्जिक्युटिङ। किनभने अब अहिले धेरै पोलिटिकल डिलेमादेखि लिएर देशको के डिलेमाहरू छ। बिग इन्भेस्टरदेखि लिएर इन्स्टिट्युसनहरूले ती कुराहरूलाई म्याटर गर्छ।
तर हामीलाई के कुराले म्याटर गर्दैन भने ती कुराले म्याटर गर्दैन। यस्ता ठुला साना कुराहरू इन्सिडेन्ट्सहरू भइरहेको नसोचेको कुराहरू पनि हुन्छन्। तर हाम्रा सिग्नलहरूले जुन स्ट्राटेजी हामीले बनाइएको छ, हामीले बनाइएको सिग्नल अनुसार चाहिँ स्ट्राटेजी अनुसार हामीले रियाक्ट गरियो कि गरिएन त्यो इम्पोर्टेन्ट हुन्छ। उदाहरणको लागि सिम्पल आरएसआईको सिग्नल ट्रेडिङ स्ट्राटेजी, जोनहरू पत्ता लगाउन सकिन्छ, एसएमसीका जोनहरू, एफबिजीका जोनहरू, अर्डर ब्लकहरू, अर्डर फ्लोहरू, लिक्विडिटीका जोनहरू भने अझ बेटर भयो। सकिँदैन भने पनि एटलिस्ट यी सिग्नलहरूको आधारमा, जस्तो विकली बाई सेटअप जेनेरेट भयो वी आर पोजिटिभ, विकली सेल सेटअप जेनेरेट भयो वी आर नेगेटिभ। यहीँ सेल सेटअप जेनेरेट भएको छ भनेपछि यहाँ सेल गर्न एक्जिक्युसन गर्न चाहिँ सक्नुपर्छ। यदि यो गर्न सक्दैनौँ, यो फलो चाहिँ गर्ने हेर्ने, तर यो गर्न सक्दैनौँ, अब त्यसपछि कहाँबाट फर्केला भनेर बस्छौँ भने चाहिँ वी क्यान नेभर मेक मनी मार्केटबाट बनाउनु हामीले सक्दैनौँ। यो चाहिँ लङ टर्म सिनारी देख्यौँ हामीले होइन। 60 आरएसआई पनि भन्दा तल जानु, सिग्नललाई पनि क्रस ओभर गर्नु। त्यस्तै दिल्लीमा हामीले हेर्छौँ भने दिल्लीमा बाई क्रस ओभर दिएको थियो, यहाँ सेल क्रस ओभर दिएको थियो यो लेभलमा। सो एटलिस्ट यस्ता लेभलहरूमा हामीले चाहिँ मार्केटमा बेच्न सक्दैनौँ भने पनि अलिकति तल गएपछि भए पनि रिस्क म्यानेजमेन्ट गर्नु बेटर बुद्धिमानी हुन्छ। अब यहाँ बाइदिएको थियो, यहाँ बाइदिएको थियो इफ एनी वान बाइङ, तर तुरन्त सेल दिने बित्तिकै हामीले 2-4%, 5-6% भए पनि तलपट्टि सेल गर्नुपर्ने हुन्छ। एक्जिक्युसन चाहिँ एक्सट्रिम इम्पोर्टेन्ट हुन्छ। अब विचार के गर्नु पर्यो, दिस वाज अ अप ट्रेन्डको फेज होइन, एउटा मार्केट केही नभए पनि यो लङ टर्म यो सिनेरियोमा त मार्केट त तपाईँको साइडवेज र चपी मार्केट सिनेरियो थियो। यो सिनेरियोमा भन्दा रिस्की के हुने हो, फलिङ सिनेरियो। यो चाहिँ टोटल डाउन ट्रेन्डको सिनेरियो देखियो। सो यस्तो सिनेरियोहरूमा बाई गर्नु सिग्नलको आधारमा रिस्की हुन्छ। यस्तो सिनेरियो चाहिँ अभोइड गर्ने, कम्पनीको यस्तो कम्पनीहरू छन् भने यसरी फल भएको कम्पनी छन्, यस्तो खालको केही सिनेरियोहरू पोजिटिभ सिनेरियोमा चाहिँ यस्ता क्रसओभरहरूमा बाई गर्ने, यस्ता क्रसओभरहरूमा सेल गर्ने र जोन हेरेर सेल गर्ने गऱ्यौँ भने चाहिँ मार्केटले जति नै ठुलो चाहिँ समस्या परे पनि हामीलाई अप्ठ्यारोमा पार्दैन है। यति कुराकानी चाहिँ बुझौँ र अब अरू चाहिँ क्वेसन एन्सरतिर लागौँ। ल क्वेसन सुरु गर्नु। हामी एसएमसीको रिभिजन गरिरहेको थियौँ, अर्डर फ्लो, अर्डर ब्लक अनि इन्ट्री अप्टिमाइजेसनका कुराहरू पनि गरिरहेका थियौँ, सबै कुराहरू गरिरहेका थियौँ। अब यो बिचमा तपाईँहरूले नयाँ प्र्याक्टिस गरेर केही डाउटहरू छ भने त्यसबाट सुरुवात गरौँ, नत्र केबाट सुरुवात गर्नुपर्छ भन्नु। म पनि ठ्याक्कै यही पोइन्टमा हामी स्टप गरेका थियौँ भन्ने बिर्सेँ मैले पनि। सर बुझ्नुभयो? यो एफबिजीहरू चाहिँ धेरैवटा हुँदाखेरि चाहिँ कुन एफबिजीलाई चाहिँ लिने सर? एफबिजीको कुराकानी गर्दाखेरिमा चाहिँ कस्तो हुन्छ त भन्दाखेरिमा चाहिँ, जस्तो मार्केट यसरी फल भइरहेछ, मार्केटले यसरी ब्रेकआउट दियो। सो ब्रेकआउट दिइसके पछाडि हेर्नुहोस् है त, ब्रेकआउट दिइसके पछाडि बन्ने एफबिजी, यो एफबिजी यहाँ बन्ने एफबिजी चाहिँ इम्पोर्टेन्ट हुन्छ यहाँ बन्ने। किनभने यो तलको लिक्विडिटीहरू मार्केटले अलरेडी पहिले लिइसकेको हुन्छ, यहाँ भोल्युम इम्ब्यालेन्स हुन्छ पहिलो। दोस्रो त्यसपछि मार्केट यसरी गएर यसरी फेरि माथि गयो भने फेरि यो की हाईमा बन्ने एफबिजी, यसको माथि बन्ने, यसको तलपट्टि यहाँनिर बन्ने एफबिजी चाहिँ एकदम पावरफुल हुन्छ। र जुन बुलिस क्यान्डलले ब्रेक गरेको छ त्यस्तो एफबिजीहरू चाहिँ पावरफुल हुन्छ। त जहाँ तैँको एफबिजी पावरफुल चाहिँ हुँदैन फेरि। त्यस्ता एफबिजीमा रियाक्ट गरेन भने मात्रै अब हामी तलको एफबिजीमा हेर्छौँ, वा तलको एफबिजीमा रियाक्ट नगरेर मार्केट एक्सट्रिम अर्डर ब्लक यतातिर नै आउन सक्ने सम्भावना हुन्छ। तर एफबिजीको कुराकानी गर्दाखेरिमा चाहिँ कहाँनिर चाहिँ मिस आउट हुन्छ त, भोल्युम इम्ब्यालेन्स वा इन्स्टिट्युसनल ट्रेडरहरू चाहिँ कहाँनिर इन्ट्री गर्न मिस आउट हुन्छ भन्नुहुन्छ भने, यस्ता ब्रेकआउटको बेला पछाडि मार्केटले रिटेस्ट गरिदिएन भने चाहिँ मार्केटमा चाहिँ एफपिजी पावरफुल एफपिजीहरू फर्मेसन हुने हो। सो यहाँनिर हामीले हेर्छौँ भने जस्तो यो जोनमा यहाँनिर मार्केटले ब्रेक गर्यो, यो हेर्नुहोस् है त, यो पनि इन्टरनल, यो जोन मार्केटले ब्रेक गर्दै गर्दा यो जोन मार्केटले ब्रेक गर्दै गर्दाखेरिमा एफबिजी क्रिएट भएको छ भने यस्ता जोनहरू पावरफुल हुन्छन्। किनभने यहाँ त एक्चुअली ब्रेकिङ सिनेरियो थियो र यस पछाडि मार्केटमा इनफ बाइङ अपर्च्युनिटी अथवा बाइङको लागि कुरेर बस्ने सिनेरियो थियो। कुनै पनि जोनमा मार्केट नआइकन गइसकेपछि यस्ता जोनहरू पावरफुल हुन्छ भने यहाँ तल बनेको एफबी चाहिँ त्यति पावरफुल हुँदैन। यो यहाँ पनि छ हामीसँग एफपिजी, यो चाहिँ त्यति पावरफुल हुँदैन। भनेको नियरेस्ट की हाई की लेभलहरू मार्केटले ब्रेक गर्नुभन्दा अगाडिको बनेको एफपिजीहरू चाहिँ पावरफुल हुन्छन्। ठिक छ। सर उम्, त्यो बिओ टु बिओ ट्रान्सफर गर्छ नि एउटा ब्रोकरबाट अर्को ब्रोकरमा, त्यो ब्रोकर होल्डिङमा देखाउँदैन ट्रान्सफर भएको? बिओ टु बिओ ट्रान्सफर देखाउँदैन। देखाउँदैन है। अनि बाई छैन अर्को ब्रोकरबाट सेल गरिरहेको छ भने हामीले त्यही बुझ्नु पर्यो बिओ टु बिओ ट्रान्सफर भएको भनेर। हो। पहिला सबैभन्दा इम्पोर्टेन्ट चिज चाहिँ पिक एनी स्ट्राटेजी के, मार्केटलाई कम्प्लिकेटेड नबनाउनु कि। मैले वर्षौँको तपाईँको चाहिँ मेरो आफ्नो एक्सपिरियन्समा मेरो आफ्नो कन्क्लुजन पनि के हो, तपाईँहरूलाई मैले भन्ने कन्क्लुजन के हो, अबको 5 वर्ष पछाडि पनि सायद यही कन्क्लुजन भनौँ, पिक स्ट्राटेजी, रुल बुक, रुल बनाउनुहोस् र
सिम्पल भए पनि एफर्टलेसली मजाले फलो गर्नुहोस्। कम्प्लिकेसन बनाएर यो होला त्यो होला, यता सुन्या छ उता सुन्या छ, नो, त्यसरी चाहिँ हुँदैन। किनभने मार्केट जहिले पनि कम्प्लिट बुझ्न हामीले सक्दैनौँ। सो मार्केट बुझ्ने के हो त, हामीले ल ठिक छ स्ट्राटेजी बनायौँ बाई सेल गर्ने, अलिकति कम्पनी सेलेक्सनलाई हो हामीले ख्याल गर्नुपर्ने भने, किन लट अफ कम्पनी छ। कम्पनी सेलेक्सनमा चाहिँ भोल्युमेट्री एक्टिभिटी कहाँनिर ज्यादा भइरहेछ, इन्स्टिट्युसनहरू चाहिँ ज्यादा फँसेका स्टकहरू कुन कुन छन्, ब्रोकर टप ब्रोकरहरूबाट अपरेटिङ स्टकहरू कुन कुन छ, वा तपाईँको चाहिँ मार्केटमा अलिकति हल्ला चलेका स्टकहरू के छ, त्यसमा टेक्निकल सेटअप ठिक छ, हामीले भनेको स्ट्राटेजी अनुसार ठिक छ भने वी क्यान बाई एन्ड ट्रेड। होइन भने चाहिँ तपाईँको हाम्रो नर्मल स्ट्राटेजीबाट बाई सेल गऱ्यौँ भने पनि मार्केटले के गर्दैन भने मार्केटले डुबाउँदैन कि, जब मार्केटले डुबाउँदैन त्यो द्याट्स अ बिग गेन। जब नडुबाइसकेपछि के हुन्छ हेर्नु त, कसैले यदि यहाँ बाई गरेर यतै एक्जिट गरेर बसिरहेको छ भने यहाँ तल आउँछ भनेर एक्जिट गरे त होइन नि त। डेफिनेटली डेफिनेटली के हो त भन्दा, बाई गर्ने बेलामा हेर्नुहोस् है, यो दुईवटा अप्रोच हुन्छ क्या, यहाँ विचार गर्नु पर्यो। बाई गर्ने बेलामा नि यहाँ माथि हो जोन छ हामीसँग, पुग्न सक्छ, दिस इज आवर टार्गेट भनेर गरे हो, यो ग्यारेन्टी पुग्छ भनेर गरे होइन। किन यहाँ बाई सिग्नल जेनेरेट भयो इम्पोर्टेन्ट लेभलबाट। सेल गर्ने बेलामा पनि हामीले यहाँ सेल गर्दै गर्दै यहीँबाट फर्किन्छ कि यहीँबाट फर्किन्छ कि, हो अनुमान हो फर्किन सक्छ, जोनहरू छ, तर सिग्नल देखेर सेल गरेको हो के। सो पिक द सिग्नल। अब के हुन्छ रिस्क भने, ठिक छ फाइन, यहाँ हेर्नु त अपर्च्युनिटी, यहाँ म बाई गरेँ, यहाँ म सेल गरेँ, यदि मार्केट यहीँबाट फर्क्यो भने अगेन इट विल गिभ बाई सिग्नल नि त, म लिन्टर गरिहाल्छु नि, के टेन्सन भयो र। एकचोटि बाई गरेँ एकचोटि सेल गरेँ, 10 5 रुपियाँ 15 रुपियाँ फरक पऱ्यो, केही फरक पर्दैन। तर वाट इफ मार्केट यहाँबाट फर्किएन, सो आइएम गोइङ टु लुज माई क्यापिटल। क्यापिटल लुज गर्नु भनेको के हो, अरू मार्केट अपर्च्युनिटीमा चुप्प लाएर बस्न पाउनु। इभन इफ यहाँ बेचेको भयो, इभन नकिनेको भयो, यो ट्रेडै नलिएको भयो भने मार्केट त फर्दर डाउनमा जाने देखियो र फर्दर चिपर देखिया छ नि कम्पनीहरू। सो यो बेलामा त हामीलाई किन्नको लागि पैसा छैन, किन वी डिन्ट एक्जिक्युटेड। एक्जिक्युसन नभएपछि मार्केट जति बुझे पनि, जति जाने पनि, जति ट्रेनिङ लिए पनि, जति जे गरे पनि फेरि कुनै पनि अर्थ छैन। यो तपाईँलाई मैले सुरुको दिन पनि भनेको छु, अहिले फाइनल दिन पनि भनेको छु। र मार्केट कता जाला, मार्केटमा एनालिस्टले प्यानिक बनाए, अर्काले प्यानिक बनाए, सरकारले दुःख दियो, जेनजीले दुःख दियो, वा कसले दुःख दियो, वा के भयो, त्यो बाटो नै होइन ट्रेडरहरूको। ट्रेडरको बाटो भनेको इट्स रुल्स सिस्टम डिसिप्लिन, यति हो। ट्रेडरको बाटो त्यो होइन। हामी यहाँ मार्केट बुझ्न आएको होइन, मार्केटलाई सम्भव हो यहाँबाट तपाईँको चाहिँ, हामी चाहिँ कुनै नयाँ बाटो नहिँडेको बाटो चाहिँ हिँड्दैछौँ भने बिचमा के होला, होटल छ कि छैन, क्याफे छ कि छैन, रेस्टुरेन्ट के छैन भने बुझ्नु, त्यो एनालिसिस हो यो अहिले हामीले जे जे गरिरहेछौँ। तर हिँड्दाखेरिमा अपनाउनु पर्ने सावधानी तपाईँको चाहिँ हाम्रो डिसिप्लिन सिस्टम फलो गरेनौँ भने हामी जहाँ पनि त लड्न सक्छौँ जति थाहा भयो भने। सो त्यो सिनारियो क्रिएट नहोस्। मेनली थाहा पाउनु भनेको मार्केटलाई सम्भाव बेटर रियाक्ट गर्न सक्ने बन्नु हो, यहीँनिर बाई गर्नुपर्छ किन भन्यो त यो सपोर्ट थियो भनेर थाहा पाएको, वा 50 MA बाट होल्ड भएर माथि गएको छ, इट्स अ पावरफुल लेभल भनेर बाई गरे हो। तर यो थाहा नपाए पनि सिग्नल त दिएको छ, धेरै नोइजमा पर्न सकिन्छ थाहा नपाउँदा। तर हामीले थाहा पाछौँ यति धेरै कुरा जानेको छौँ, यसलाई के नगरौँ भन्दा एरोगेन्सीको लागि युज नगरौँ क्या। अनि अर्को, नेभर प्रिडिक्ट द मार्केट, मार्केटलाई प्रिडिक्सनको लागि पनि युज नगर्नु। प्रिडिक्सन इन्टरनल गर्न सक्नुहुन्छ तपाईँले, हो ओके फाइन, मार्केटमा यस्तो भएको सिनेरियोमा पहिला यहाँ भएको थियो, यहाँसम्म पुगेको थियो, अब पनि यहाँसम्म पुग्न सक्छ भनेर। तर कहिले पनि नगर्नु मार्केटलाई प्रिडिक्सन। किन प्रिडिक्सन नगर्नु भने प्रिडिक्सन गरिसकेपछि हामी बायस्ड भइन्छ प्रिडिक्सनप्रति, अनि एरोगेन्ट भइन्छ, अनि मार्केटले समस्या निम्त्याउँछ। ठिक छ है। सर, उम्, एलपिपिएलमा विकलीमा सेटअप राम्रो छ र बाइङमा पनि भोल्युम थियो, अहिले करेक्सनमा लो भोल्युम छ, यसमा डिस्ट्रिब्युसन चाहिँ भएको छैन। त्यो पुलब्याक त ल्याउँछ होला कि यिनीहरूले डिस्ट्रिब्युसनको लागि, के होला? अब यहाँ सुन्नुहोस्, फर्स्टमा यसलाई कसरी एन्सर दिन्छु त मैले, आन्सर दिने त भने हामी जे ट्रेड गर्छौँ त्यही अनुसार एन्सर दिने। सबै सेटअप ठिक थियो, यहाँनिर तपाईँको ब्रेकआउट दिएको थियो, भोल्युम पनि राम्रो छ, माथि पनि राम्रो छ। त्यसपछि मार्केटले फर्स्ट 21 MA लाई ब्रेक गर्यो, देन 50 MA लाई ब्रेक गर्यो, अहिले पछिल्लो समय 200 MA लाई ब्रेक गर्यो डेली बेसिसमा। आरएसआईमा सिग्नल सेल क्रस ओभर फर्स्ट यहाँ आएको छ, हेर्नुहोस् है, यही जोनमा नै आएको छ, यहाँ आएको छ। त्यसपछि यहाँ एउटा बाई देखिएको थियो, त्यो फेरि इन्भ्यालिड भएर यहाँ सेल दिएको छ, त्यसपछि यसले बाई नै दिएको छैन। सो पुल ब्याक लेला, त द्याट डजन्ट म्याटर एनिथिङ कि, यो जोन हो हाम्रो, यो पुल ब्याकको जोन हो, यहाँबाट फर्केला, द्याट डजन्ट म्याटर एनिथिङ। इफ डाइरेक्टली ट्रेड गर्ने हो, जोनको आधारमा ट्रेड गर्ने हो भने स्टप लस राखेर ट्रेड गर्नु, इफ स्टप लस हिट हुन्छ भने डाइरेक्टली बेचिदिनु। तर बेटर मेरो सजेसन के हो भने केही न केही सिग्नल चाहिँ वेट गर्ने, कमसेकम एउटा डेली सिग्नल वेट गर्ने। किन यति धेरै फल भइसकेपछि यसरी रिकभर जेनरली कम हुन्छ क्या मार्केट।
त्यस्तै सिनेरी भयो भने मात्रै, तर त्यस्तो सिनेरी हुने सिनेरी मार्केटमा छैन। अब कुनै चाहिँ तपाईँको पोलिटिकल स्टेबिलिटी भयो, कुनै बेला के हुने हो, कुनै बेला आन्दोलन हुने हो, के हुने हो, कसो केही पनि थाहा छैन। सो त्यो सिनेरी नभइसकेपछि इट विल गिभ कन्फर्मेसन नि त, यहाँ आउँछ, माथि जान्छ, यहाँ पनि क्रसओभर आउँछ, फेरि तल आउँछ, देन बाई गर्नु स्टप लस राखेर। ठिक छ, यो पुल ब्याक देला, यिनी फस्या छन्, यिनले पनि बेच्न पाएनन्। तर यसको मिनिङ त उनीहरूले पनि त टाइमिङ हेरेर मार्केटमा बाई गर्न सुरु गर्छन् क्या अरे। जुन बेला त आयो त्यही बेला बाई गर्दा त मार्केट वाइप आउट गरिदिन सक्छ फेरि, पैसा त लिमिटेड हुन्छ सबैको। सो उनीहरू फँसेकोसँग हामी फस्नु जरुरी छैन। सो हामीले कन्फर्मेसन वेट गरेर बाई गरौँ। र एलबिपिएलको कुराकानी गर्दा पछिल्लो लेगमा राम्रो भोल्युम आएको कारणले गर्दाखेरिमा अबको चोटि राइज हुन सक्ने सम्भावना भएको स्टक हुन सक्छ, त्यो चाहिँ ट्रु हो। तर त्यो राइज चाहिँ कुर्नु पर्यो त, मार्केटले रिभर्सल चाहिँ दिनु पर्यो। ठिक छ। तर एकचोटि यो इएमएजलको चार्ट र एडी इन्डिकेटर हेरौँ न। यो एमएचएल सिग्नलमा केही पनि राम्रो छैन है, यो पाथिको साइड सबै रिजेक्सन छ, देन मार्केट स्टार्टेड टु फलिङ। त्यसपछि अहिले 200 इएमएको वरपर छ, यो इएमएको वरपर टेक्निकल जोन त यहाँ धेरै छैन, सबै मिटिगेटेड जोनहरू छ। सो यो मुभ नै तपाईँको इट्स नट अ गुड मुभ है नि, यो खालको मुभ, यो खालको पुस गर्दै लगेको भन्ने सिनेरी देखिन्छ। अब यो लेभलमा चाहिँ तपाईँको यो 480को लेभलबाट मार्केटले केही रियाक्सन देखाउँछ र यहाँनिर सेटअप देखाउँछ नि, वी क्यान बाई। अब एडी लगाएर हेर्दै गर्दा, एडी लगाएर हेर्दै गर्दाखेरिमा चाहिँ तपाईँको यो साइडदेखि चाहिँ डिस्ट्रिब्युटेड देखिन्छ। ओबिबी हेरौँ। सो यो चाहिँ तपाईँको ओबिबीमा चाहिँ पोजिटिभ नै थियो, तर यहाँ पछि फेरि ओबिबीमा पनि डिस्ट्रिब्युसन। सो एडीमा चाहिँ यहीँदेखि 390 400देखि डिस्ट्रिब्युसन देखिन्छ, येट प्राइस म्यानेज टु मेक हायर 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 लो। तर मार्केट कहाँबाट फर्किएको छ त हेर्नु त। सो जोनबाट फर्किएको छ नि त, अल टाइम हाईबाट फर्किएको छ, यत्तिकै फर्किएको छैन, लिक्विडिटी लिएर फर्किएको छ। ए, लिक्विडिटी लिएर फर्किएको छ। सो लिक्विडिटी लिएर फर्क्यो भने हामीले के भन्छौँ त, यो चाहिँ इन्टेन्डेड सेलिङ भन्छौँ नि त। ब्रेक ब्रेक गरिसकेको हो, माथि होल्ड हुन नसक्नु, होल्ड गर्न नसक्नु भनेको चाहिँ त्यो चाहिँ इन्टेन्डेड सेलिङ, किन योभन्दा माथि लिक्विडिटी छ। त्यो कारणले गर्दाखेरिमा मेबी यसको लगभग र्याली समाप्त भएको हुन सक्ने सम्भावना हुन सक्छ। त्यस कारणले धेरै प्रोजेक्टमा प्रिपेयर नगर्ने। अहिले जोन बनाएको छ, ठिक छ, यहाँनिरपट्टि एउटा जोन बनाएको छ, यो हाम्रो 200 इएमएको वरपर पनि छ। लेट्स सी के रियाक्सन दिन्छ भने, वा ट्रेड यत्तिकै पनि ट्राई गर्न सकिन्छ यहाँनिरबाट। इफ ती यहाँनिरपट्टि हामीले क्रसओभर देख्छौँ भने त्यसलाई होल्ड गर्ने, पहिल्यै ट्राई गर्छौँ भने क्रसओभर कुर्ने। क्रसओभर नभइकन तपाईँको यसरी डाइभर्ट हुन थाल्यो भने त्यहीँ बेचिदिँदा बेटर हुन्छ, स्टप लस हिट भएपछि बेचिदिँदा। होइन भने तपाईँको पहिल्यै बाई गर्नुहुन्छ हुँदैन भने चाहिँ क्रसओभर आइसकेपछि बाई गर्ने। देन यहाँ त तपाईँको क्लियर सप्लाई जोन भनेर देखिया छ, मार्केट बारम्बार यहाँ बसेर फाइनली ब्रेकडाउन गरेको छ नि, यहाँसम्म हामीले टार्गेट राख्न सक्छौँ ट्रेड गर्ने हो भने। तर स्टिल यही प्राइस रेन्जमा यही तरिकाको स्टकमा योभन्दा बेटर स्टक अरू हुनसक्छ, अरूमा पनि हेरौँ, त्यसरी चाहिँ गर्न सक्नुहुन्छ। सर हाम्रो सिकिन्चेको वेबसाइटबाट एसएमसीको भिडियोहरू हटाइदिनु भएको सर अहिले? छैन नि। त्यहाँ मैले भेटिनँ सर, त्यही भएर त्यहाँ त्यो त्यो जुन नम्बरमा एक्सट्रिमली कन्ट्याक्ट भ्यालुएबल गर्नुहुन्थ्यो त्यही भन्दा नम्बरमा छ। एकचोटि सोध्नुहोस्, मेरो युजर नेम यो हो, यसो हो, मैले भेटिनँ भिडियो कहाँ छ भनेर एकचोटि सोध्नुहोस्। हटाएको छैन, भिडियोजहरू हटाएको छैन। ए हुन्छ सर। सर यो चन्द्रगिरी बाइजोनमा हो र? जोन त ठिक छ, जोन यो पुरानो लेभलको लिक्विडिटी लिएर अनि मार्केट गएको थियो, अहिले यही जोनमा आएको छ। यो जोनबाट मार्केट एकचोटि रियाक्सन गरिसक्यो, यो जोनबाट रियाक्सन गरिसके पछाडि यो जोन स्ट्रङ जोन चाहिँ होइन, अब विकर जोन हो। सो चान्सेस यो अबको लोवर पहिलाको सपोर्टकै लेभललाई टेस्ट गर्न सक्ने चान्सेस चाहिँ ज्यादा हुन्छ। तर यो भन्दै गर्दा यो रियाक्सन फेल भयो भने चाहिँ फेरि यो लेभल पनि होल्ड नहुन सक्छ। सो लेभल चाहिँ हाम्रो धेरै जसो कम्पनीहरू हामीले देखिन्छ बाई लेभलतिर आएको भनेर, तर बाई गर्ने कि नगर्ने भन्ने कुराकानी हो कि। बाई गर्दाखेरिमा इन्डिकेसन देखियो भने बाई गर्नुहोस्, र यदि इन्डिकेसन फेल भयो भने सेल गरिदिनुहोस्, फेरि होल्ड नगर्नुहोस्। जोनबाट त फर्किएको थियो तर धेरै माथि चाहिँ जान सकेन, म फेरि बिच परेँ अर्को कम्पनी। नो, रियाक्ट एकर्डिङ टु द सेटअप स्ट्राटेजी, यसले यिनीहरूले भन्छ क्या। ठिक छ, जोन चाहिँ हाम्रो ठिक छ, किनभने पहिला यहाँनिरपट्टि लिक्विडिटी लिएर गएको जोन हो, यो पुरै जोनको लिक्विडिटी लिएर गएको जोन हो। सो यो जोन भनेको चाहिँ हाम्रो लागि, यो यहाँनिरको जोन भनेको चाहिँ पावरफुल जोन हो। यहीँनिरपट्टि ट्रेड सेटअप बनाउँछौँ भने चाहिँ यसरी ट्रेड गर्न मिल्छ, किनभने रिस्क ज्यादा छैन मेरो विचारमा, रिवार्ड चाहिँ ज्यादा छ, त्यहाँसम्म टार्गेट राख्न सक्छौँ। रिस्क चाहिँ तपाईँको 1.8 छ, तर नेपाली मार्केटमा तपाईँको यहाँ बाई गरेर आजै बाई गरेकै दिन तपाईँको यहाँ तल पुग्दिन नि सक्छ। त्यो भइदियो भनेको समस्या के हुन्छ, त्यही दिन स्टप लस हिट के अरे गर्न मिल्दैन। सो स्टप लस चाहिँ हामीले यहाँ तल राख्नुपर्ने हुन्छ। सो त्यो कारणले गर्दाखेरिमा इभन इफ यहाँ बाई गर्छौँ भने पनि हाम्रो स्टप लस हुन्छ 6%को अराउन्ड स्टप लस हुन्छ। अनि यहाँसँग यहाँ त हामीसँग सप्लाई जोन नै छ, मार्केटले गुड न्युज पनि पचाउन सकेको छैन। सो अलिकति समस्या हुनसक्छ। सो इन्डिकेसन चाहिँ कुर्नुहोस्, एउटा इन्डिकेसन चाहिँ कुर्नुहोस्, त्यत्तिकै बाई गर्ने चाहिँ समय छ कि बेला भएको छैन, वा आत्तिनुपर्ने सिनेरियो चाहिँ वी हेभ लट अफ कम्पनी मार्केटमा केही न केही पोजिटिभ सिम्पटमहरू पोजिटिभ रियाक्सनहरू आओस्,
त्यस पछाडि बाई गर्दा हुन्छ, वा केही पार्सियल बाई गर्दै गर्दा हजुरले बाई गर्दै गर्दा, मैले 100% बाई गर्ने भने भन्दैन, पार्सियल 10%, 15%, 25%को लेभलहरू चाहिँ बाई गर्दै गर्दा सिनारियो बेटर हुन्छ। सर नेप्से पोजिटिभ हुन खोजे हो कि जस्तो देखिन्छ, 1H मा आरसिआई बुलिस डाइभर्जेन्स छ। नेप्सेकै कुराकानी गर्दाखेरिमा चाहिँ यस्तो छ क्या सिनारियो, किनभने नेप्सेको अहिले पोजिटिभिटीको मात्रै बुलिस साइडको कुराकानी गर्दा यो जोन ब्रेक नहुँदासम्म हामी बुलिस साइडमै छौँ। 2481को जोन ब्रेक ब्रेक नहुँदासम्म। आवरलीमा हजुरहरूले हेर्नुहुन्छ भने आवरलीमा बुलिस डाइभर्जेन्स छ, तर बुलिस डाइभर्जेन्स यस्तो फलमा बुलिस डाइभर्जेन्सहरू ब्रेक हुन्छ मार्केटको, यस्तो राइजमा जसरी बेरिस डाइभर्जेन्सहरू मार्केटले ब्रेक गर्दै जान्थ्यो त्यसै गरी फलमा ब्रेक हुन सक्ने चान्सेस हुन्छ। मेन भनेको चाहिँ तपाईँको यस सिग्नलहरू भ्यालिड भएनन् भने, जस्तो यहाँनिर सिग्नल भ्यालिड भएन भएन र सिग्नल फेरि दियो भने चाहिँ मात्रै इन्ट्री गर्ने गरी बेटर बनाउनु। त्यति धेरै पोजिटिभ भइसक्ने सिनेरियो भएको छैन। किन भएको छैन त भन्दा, एकर्डिङ टु मार्केट साइकोलोजीको साइडबाट तपाईँको एक त पोलिटिकल इन्स्टेबिलिटी, यता अर्को कन्डिसन, र मार्केटमा भएको गुड न्युजलाई पनि मार्केटले पचाउन सकेन भने चाहिँ सेयर सर्ट बेरिस, यसमा मार्केट गोइङ टु क्रास अथवा यस्तै समथिङ सेन्टिमेन्ट क्रिएट हुनेवाला छ मार्केटमा, वा हुने देखिन्छ भने त्यस्तो अपर्च्युनिटी चाहिँ स्मार्ट मनीले जहिले पनि क्यास गर्छन् फर द लिक्विडिटी। सो त्यो केस कारणले गर्दाखेरिमा केही फर्दर डाउन चाहिँ एक्सपेक्ट गर्न सकिने सिनेरियो देखिन्छ। र इएमए युज गर्दाखेरिमा चाहिँ तपाईँको 400 तपाईँको 800 इएमए पनि युज गर्ने चलन छ। 800 इएमए भन्दा चाहिँ जेनरली मार्केट तल जाँदैन। सो 800 इएमए र तपाईँको यो 200 इएमएको बिचको वरपर यतातिरको जोनबाट चाहिँ तपाईँको जान सक्ने सम्भावना देखिनु पाउनु चाहिँ त यो त दिल्लीमा हेर्नुहोस् यो जोन। सो 400को लेभलमा चाहिँ मार्केट आएर यहाँदेखि जान सक्ने सम्भावना चाहिँ देखिन्छ यो लेभलदेखि चाहिँ, किनभने यो जोनभित्र प्रवेश गरिसके पछाडि यो आफैमा रिभर्सल जोन हो कि बेरिस तपाईँको बुलिस रिभर्सल जोन हो। यहाँ हेर्नुहुन्छ नि पहिला पनि हेर्नुहुन्छ भने यो र यसको बिच 800 इएमए हामीसँग कहाँ छ, यसलाई रातो बनाइदिउँ, यो जोन, यो जोनमा आएर मार्केट फाइला गयो अनि फेरि यो जोनमा आएर मार्केट गएको छ। त्यसै गरी यस्तो यो सिनेरियो चाहिँ हामीले यहाँनिर पनि देख्न सक्छौँ। सो त्यस कारणले गर्दा अहिले तत्काल पोजिटिभ भएको सिनेरियो चाहिँ छैन, तर एउटा पोजिटिभिटी हामीसँग के छ त भने एज लङ एज मार्केट टु 2400 यो कति हो हाम्रो 80को लेभलभन्दा क्लोजिङ बिलो गर्दैन तबसम्म हामी पोजिटिभ छौँ। तर त्यो भन्दै गर्दाखेरिमा तपाईँको फुल्ली यहीँबाट फर्किन्छ भन्ने सिनेरियो चाहिँ बनिसकेको छैन। तर एकचोटि एसएचएलबी स्टकहरू नै भन्न थाल्नुभयो, स्टक चाहिँ नगरौँ, बरु यसो गरौँ बेटर, किनभने आज मार्केट धेरै टाइम पछाडि मार्केटको तपाईँको हाम्रो यस्तो खालको सिनेरियो छ जुन बेलामा एकछिन भिडियो भए पनि भइदियो हुन्थ्यो भन्ने खालको तपाईँहरूले सोच्नुभयो होला। क्लासको सट्टा हामीले यो गरौँ, भोलि चाहिँ हामी क्वेसन एन्सर सेसन नै गरौँ। यही टुल यही सेटअप लगाउनुहोस् कि धेरै मैले कम्प्लिकेटेड केही भनेको छैन। म आफैले पनि ज्यादातर केस फलो गर्ने चिजै हो, अलिकति एडभान्स टुलहरू एडभान्स रिजनको लागि चाहिँ मैले जोनको लागि मार्केट साइकोलोजीलाई अरू कुराहरू पनि युज गरौँला, त्यो अलग्गै कुराकानी। त प्राइमरीली गर्ने कुराहरू भनेको केही सिग्नल र त्यसपछि एनालिसिस नै हो। सो त्यही युज गरेर तपाईँहरूले हेर्नुहोस् के, र अहिले भइरहेको कम्पनी कुनै होल्डिङ कम्पनी यदि सेल सेटअपमा बसिरहेको छ भने पार्सियल सेल गरेर भोलि बाईको बेलामा बाई दिएको बेलामा त्यहीँबाट बाई गर्न सकिन्छ। ठिक छ, अहिले 400मा सेल गरेको कम्पनी 405मा बाई गर्नु पर्ला, केही फरक पर्दैन नि त, त्यो बेला पोजिटिभिटी हुन्छ, पोर्टफोलियोको अरू स्टक पनि बढ्न थाल्छन्। यदि त्यो भइदिएन भने त डिपरमा बाई गर्ने रिस्क अलिकति म्यानेज गर्ने अवसर हामीलाई क्रिएट हुन्छ नि त। त्यसै गरी नै अगाडि बढ्नु होला। भोलि हजुरहरू फर्दर टेक्निकल क्वेसनहरू लिएर आउनु होला, के क्वेसनहरूमा हामीले छलफल गर्नुपर्ने छ भनेर जो जो तपाईँको चाहिँ हामी यो बेलामा पढ्नु भएको छ, सिक्नु भएको छ, वा नयाँ केही केही ऱ्यान्डम केही कुराकानी हजुरहरूले भन्नुभयो पनि हुन्छ जसमा स्ट्राटेजी यो बिर्सियो वा कुनै न केही स्ट्राटेजी गरौँ भनेर, तर एउटा न एउटा स्ट्राटेजी पिक गर्ने गरी चाहिँ मार्केटमा क्ल्यारिटी दूरको लागि यो सेसन गरौँ। यही हप्ता होला सायद, अब अर्को हप्ता त तिहार लागिसक्यो, फेस्टिभ सिजन छ, जुन बेलासम्म हामी हुन्छौँ त्यो बेलामा हजुरहरू क्वेसन सोध्ने गरी रेडी भएर बस्नु होला। एउटा चाहिँ मैले फाइनल अझै पनि भनिरहेको छु हजुरहरूलाई, आज चाहिँ यतिमै सीमित गरौँ, भिडियो म रेकर्डेड राखिदिन्छु। के भन्दाखेरिमा चाहिँ स्ट्राटेजी र रुल्स र सिस्टम एन्ड डिसिप्लिन यति हो कि मार्केटलाई चाहिने भनेको, अनि रिस्क म्यानेजमेन्ट, पोजिसन साइजिङ, यी कुरामा फोकस गर्ने हो क्या। मार्केटको कहाँ के जाला, कता जाला, के होला, कसो होला, कहाँ पुग्ला, त्यो पुग्ला, त्यसो पुग्ला भनेर एभ्री वान प्रिडिक्सन गर्ने प्रिडिक्टर बन्नुपर्ने जरुरी नै छैन। मार्केटलाई एक त मेरो मेन कुरा प्रिडिक्सन गर्नुपर्ने जरुरी नै छैन, एनालिसिस आफ्नो लागि गर्ने हो, अलिकति एनालाइसिस गर्दै गर्दा अरूको लागि पनि सपोर्ट होला भनेर गर्ने हो। मेन भनेको वी निड स्ट्राटेजी, त्यो स्ट्राटेजी वी निड रुल्स, वी निड सिस्टम, वी निड डिसिप्लिन, र पर्फेक्टली एक्जिक्युसन गर्दै जाउँ त मार्केट विल नेभर बिट अस। अब क्रासै भएछ, पाउँदै नपाइकन बेच्न परेछ, बेच्न नै पाइएन भने त्यो अलग्गै, त यस्तो सिनेरियो अहिले कल्पना नगरौँ। तर अरू नर्मल सिनेरियोहरूमा केही खालको सिनेरियो हुँदैन मार्केटको। मार्केटले जहिले पनि अपर्च्युनिटी दिन्छ फर बाई एन्ड सेल, त्यसै गर्ने सिम्पल बनाएर अगाडि बढौँ है।
आज धेरैजना पनि आउनु भएको छैन। भोलि हामी तपाईँको या ग्रुपमा भिडियो देखेपछि भोलि सायद अरू पनि आउनु होला। हजुरहरूले क्वेसनहरू लिएर आउनु होला है, स्टकको होइन। विशेष गरी यहाँ कम्प्लिकेसन भयो, यो स्ट्राटेजी युज गर्दा यहाँ गाह्रो भयो, सोध्ने बेलासम्म सोध्नु, क्वेसनहरू लिएर आउनु। आज हामी यतिमै एन्ड गरौँ है त। यो भिडियो म राखिदिन्छु, छोटो मिठो होस्। हस् सर, थ्याङ्क यू।